जीएनजी आन्दोलनमा जान गुमाएका भाइहरू बहिनीहरू प्रति मेरो हार्दिक श्रद्धाञ्जली। जीएनजी आन्दोलन शान्तिपूर्वक गर्दा गर्दै पनि गोली हान्न आदेश दिने केपी ओलीको सरकार, एमाले केपी ओलीको सरकारले गोली हान्न आदेश दिए। त्यसमा हाम्रो 72 जना भाइ बहिनीहरूले जान गुमाइसकेका छन् र भाटभटेनी लुटपाट गर्न त्यो जीएनजी युवाहरूले गरेका होइनन्। यहाँ क्लियर भिडियोमा देखाइरहेको छ, देखि नै रहेको छ कि भाटभटेनी लुट्ने बुढापाका हैन र लेडिजहरू आइमीहरू बोरा बोकेर, रसी बोकेर, टिभी बोकेर भागेका देखिरहेका छौं। र यो जीएनजी आन्दोलन गर्नुभन्दा पहिले सरकारले एक्सन किन लिएन? सरकारले किन त्यो रोकेन? सरकारले त्यसको सम्झौता किन गरेन? सरकारले सम्झौता गरेको भए आज देशमा यत्रो ठूलो क्षति, जस्तै सिंहदरबार, नारायणी हिटीराज दरबार, सर्वोच्च अदालत र ठाउँ-ठाउँका विभिन्न वडा कार्यालय, नगरपालिकाहरू जलाउन बाध्य हुन्थेनन् होला। तर यी जलाउने जीएनजी युवाहरूले जलाएका होइनन्। यसैमा अरूहरूले जीएनजी को नाममा फाइदा उठाएर जीएनजीलाई फसाउन जलाएका हुन्। तर यस्तो यो जलाउनु भनेको ठीक होइन। यो नारायणी हिटीराज दरबार, सिंहदरबार र यो सर्वोच्च अदालत, नगरपालिकाहरू जलाउन यो राम्रो कुरो होइन। यो किनभने नि यो जलाउनु हाम्रो राष्ट्रिय सम्पत्ति, हाम्रै सम्पत्ति जलाउनु हो। यसले गर्दा हाम्रो देश धेरै नै पछाडि परिसकेको छ। एक त माओवादीको जनयुद्धको पालामा पनि धेरै पुल, धेरै राष्ट्रिय भवनहरू र धेरै नगरपालिका, पुलिस चौकीहरू जलाएका थिए। त्यसले गर्दा पनि हाम्रो देश धेरै पछाडि परेका थिए र 2072 सालको भूकम्पले गर्दा पनि धेरै नै क्षति पुर्याएको थियो। त्यसैगरी अहिले 2082 सालको यो जनआन्दोलन, जीएनजी जनआन्दोलनले गर्दा नेपालमा धेरै नै, देशमा धेरै नै क्षति भएको छ। यो क्षति गर्नुको मुख्य कारण ठूला नेताहरूको हातमा छ। किन यो हुनुभन्दा पहिले सरकारले किन त्यसलाई रोकेन? त्यसको केही न केही व्यवस्था मिलाउनु पर्थ्यो, हुन नदिनु पर्थ्यो। तर भइसकेर यत्रो क्षति हुँदा सरकारले गोली हान्न आदेश दिएका थिए। केपी ओली प्रधानमन्त्रीज्यू भन्नुहुन्छ कि मैले आदेश दिएको होइन। तर आदेश नदिए पनि सरकार कसको थियो? सरकार केपी ओली ज्यूकै थियो, एमालेको सरकार थियो। त यसमा पुलिस प्रहरी सबै एमालेकै थिए। तर यसमा जति भाइ बहिनीहरू जीएनजी का मरेका छन् त्यो सबै केपी ओलीको सरकारले बेहोर्नुपर्छ। किनभने नि यो यत्रो ठूलो आन्दोलन, यस्तो आन्दोलन इतिहासको सबैभन्दा ठूलो आन्दोलन जीएनजी आन्दोलन हो। यो आन्दोलन फेरि पनि पुनः यस्तो नहोस्, किनकि यो हुनुभन्दा पहिले नै यसको लागि हामीले विचार विमर्श गरेर यसको टुङ्गो लागेको भए आज यो जीएनजी आन्दोलन हुन्थेन होला र देशमा यत्रो ठूलो क्षति पनि हुन्थेन होला। सरकारले यो जीएनजी आन्दोलनको लागि भन्नुहुन्छ के भने मैले यसमा गोली हान्न आदेशै दिएको छैन। ठिक छ, गोली हान्न आदेश दिनु भएन भने सरकार त तपाईकै थियो नि त, सरकार एमालेकै थियो।
एमालेको पुलिस, एमालेको प्रहरी सबै एमालेकै थियो। तर एउटा कुरा के भने नि, अब जति पनि नेताहरू, युवा नेताहरू अगाडि बढ्न खोज्नुहुन्छ, हजुरहरूले पक्रिँदै झुठो आरोप लगाउँदै पक्रिँदै जेलमा चलान गर्नुहुन्छ। घुमाइ फिराइकन घुस दिएर होस्, रक्सी दिएर होस्, मासु दिएर होस्, पैसा दिएर होस्, जसरी पनि घुमाइ फिराइकन हजुर आफ्नै सरकार बनाउनुहुन्छ र त्यो हुनु भएन। र तलदेखि माथिसम्म पुलिस प्रहरी हजुरकै, सर्वोच्च अदालतमा हजुरकै, न्यायाधीश हजुरकै, पार्टी हजुरकै, सबै हजुरकै। यस्तो हुनु भएन। यो आफ्नै पार्टीको तलदेखि लिएर माथिसम्मको नेता कार्यकर्ता हुनु भएन। किनभने यसले गर्दाखेरि निर्णय फैसला सबै एकैतिर गरेको हामीले देखेका छौँ। फेरि पनि जनताहरू भोट हाल्छन्, तर के सोचेर हाल्छन्, के देखेर हाल्छन्, फेरि पनि उही पार्टीलाई जिताएर माथि पुर्याउँछन्। हन्डर खाँदा खाँदै, ठक्कर खाँदा खाँदै पनि जनताहरू फेरि उनैलाई भोट दिएर संसदमा पुर्याउँछन्। तर यो गलत हो। हामीहरूले निर्णय गर्नुपर्छ, को राम्रो छ, को के छ, कसले देश बनाउँछ, उसलाई छानेर विचार विमर्श गरेर अनि मात्रै उहाँलाई भोट दिएर हामीले संसदमा पुर्याउनुपर्छ। पहिलेका नेताहरूले गरेका हामीले देखिसकेका छौँ, के गरे, के गरेनन्, हैन। कति विकास गरे, कति स्कुल बनाए, हैन। कति बलात्कार, निर्मला पन्त बलात्कारको केस कहाँ गयो, अरू धेरै यस्ता केस छन्, हैन। सुनकाण्ड कहाँ गयो, धेरै काण्डहरू छन्। तर यिनीहरूले आफैले यस्ता काण्ड गरेकोले यिनीहरूले त्यसको खोजी गरेका छैनन्। तर म भन्न चाहन्छु के भने 2046 सालदेखिको जति पनि घोटाला गरेका छन्, 2046 सालको फाइल पल्टाएर, भ्रष्टाचार फाइल पल्टाएर त्यसमा हेरेर कसले के कति घोटाला गरेको छन् त्यो सबै छानबिन, अहिलेको सरकारले त्यो सबै छानबिन गरेर त्यसलाई कानुन, कडाभन्दा कडा कानुनले सजाय दिलाउनुपर्छ र यसको लागि सरकार अघि बढ्नुपर्छ। किनभने फेरि पनि हामीले त्यही पुराना पार्टीहरूलाई भोट दिएर अगाडि बढाउनु हुँदैन। किनभने नि हामीले देखि खाल्टामा पढेर पनि फेरि पनि त्यही खाल्टामा पर्न खोज्छौँ भने यो हाम्रो मूर्खता हो। र 2082-84 सालको चुनावमा हामीले सोची सम्झी कसले देशको लागि अगाडि राम्रो काम गर्छ उसलाई हामीले भोट दिएर संसदमा पुर्याउनुपर्छ। र यो जति पनि आगजनी गरेका छन्, नारायणी हिटी जलाए, सर्वोच्च अदालत जलाए, हैन, मालपोत जलाए र नगरपालिका गाउँका जलाए, पुलिस चौकीहरू जलाए, यो सबै नगर्नु हुने काम हो। म पनि भन्छु, जुन पार्टीले गरे, जसले पनि गरे, त्यो गर्न नहुने काम हो। तर यो जीएनजी को नाम गरेर अरूहरूले नै यसको फाइदा उठाएका छन्। तर यो यसमा जलाउने जीएनजी होइन। र केपी ओलीज्यू भन्नुहुन्छ के भने गोली हान्ने आदेश मैले दिएको होइन, मैले रबरको गोली हान्न आदेश दिएको। रबरको गोली हान्ने पनि र जुनसुकै गोली हाने पनि सरकार त तपाईको थियो, त्यसको जिम्मेवार तपाईँ हुनुभयो। किनभने एमाले त्यसको जिम्मेवार हो। र साथीहरू, यो मैले भनेको दुई शब्द हजुरहरूलाई कस्तो लाग्यो, हैन। र फेरि पनि यस्तो काम पुनः नदोहोरियोस्, नगरौँ। यो गर्नले हाम्रो देश पछि पर्छ र हामीलाई नै घाटा हुन्छ। हाम्रो देश पछाडि पर्छ, हामीलाई नै घाटा हुन्छ।
अब सिंहदरबारमा पहिले पुरानो फाइलहरू थिए, सबै जले, हाम्रो रेकर्डहरू सबै जले। यसले गर्दा नै हामीलाई धेरै अप्ठ्यारो, हामीहरूलाई नै अप्ठ्यारो हुनेछ। हाम्रा बाउबाजे, हाम्रा पुर्खाहरूले अर्जेका सम्पत्तिमा हामीले आगजनी गरेर, ध्वस्त पारेर, बम विस्फोट गरेर यो हामीले राम्रो गरेको होइन, यो राम्रो गर्नु भएको छैन। त्यसैले यस्तो फेरि पनि नहोस्। केपी ओलीज्यू फेरि पनि पार्टीमा आएर भाषण दिनुभएको छ। भन्नुहुन्छ के भने मैले गोली हान्न आदेश दिएको होइन, मलाई थाहै छैन। तर यो गलत कुरो हो। सरकार हजुरलाई थाहा छैन? सरकार त तपाईको थियो नि त, सरकार तपाईको थियो। प्रचण्डज्यूले भनिसक्नु भएको थियो पहिले नि कि यहाँ हेर्नु होला, गाउँ गाउँबाट यहाँ आउनेछ, सिंहदरबार घेर्नेछ, हेर्दै गर्नु होला भनेर भन्नुभएको थियो। तर उहाँलाई पहिले नि कसरी थाहा भयो? उहाँलाई पहिले नि कसरी थाहा भयो? यहाँनिर हरबार केपी ओलीजीको पार्टी र शेरबहादुर देउकाजीको पार्टी र प्रचण्डजीको पार्टी घुमाइ फिराइकन तीनैजनाको पार्टी मात्रै संसद पुगेका छन्। यसमा हाम्रो युवाहरू, नयाँ पार्टीका युवाहरूलाई मौका दिनुपर्छ र युवाहरूले पनि देशमा के गर्नुहुन्छ, कसरी गर्नुहुन्छ र कसरी चलाउनुहुन्छ हामी पनि एकबार हेर्न चाहन्छौँ। र युवाहरू यहाँ काम नपाएर युवाहरू विदेश पलायन हुनुभएको छ। जस्तो पञ्चायती कालमा चुरोट कारखाना, जनकपुर चुरोट कारखाना, भिरकुटी कागज र जुट मिल, विराटनगरको जुट मिल, वीरगञ्जको चिनी कारखाना, हेटौडाको हात्तीछाप चप्पल कारखाना, जस्तै हेटौडा कपडा लगायत यहाँ धेरै कल कारखानाहरू बन्द भएका छन्। तर यो बन्द हुनुको कारण के हो त? हुनुको कारण यो एमाले माओवादी काङ्ग्रेसको सरकार भएर उत्पादनभन्दा बढी ट्याक्स लिइदिने, उत्पादनभन्दा बढी ट्याक्स लिएपछि मुनाफा नभएपछि कम्पनी डुबे, कम्पनी डुबेर बाध्यता भएर कम्पनी बन्द गर्न पर्यो। ती कल कारखानाहरू आज खुल्ला भएको भए हाम्रो युवाहरू आज विदेश पलायन हुने थिएन होला, भए पनि कमै हुने थियो होला, यति धेरै हुने थिएन होला। तर यी रोजगार नपाएकोले, आफ्नो देशमा रोजगार नपाएकोले युवाहरू विदेश पलायन भएका छन्। आजकल त गाउँमा कोही मर्दा पनि बोक्ने मान्छे, बुढो मान्छे छन्। युवाहरू एउटा खोज्दा पनि पाउँदैनन्, किनभने युवाहरू रोजगारको लागि विदेश पलायन भइसकेका छन्। किनभने नि हाम्रो देशमा केही छैन, गरिबीले गर्दाखेरि रोजगार नभएको कारणले गर्दा कल कारखाना सबै बन्द भइसके, रोजगार कहाँबाट पाउँछ? त्यसै कारणले युवाहरू विदेश पलायन भएका छन्। तर ती कल कारखानाहरू सुचारू रूपले चालु भइदिएदेखि केही युवाहरू नेपालमै रोजगार गरेर आफ्नो जीविका चलाउँथे होला। अब अहिले भाटभटेनीमा धेरै मान्छेहरू रोजगार गरिरहेका थिए, धेरै युवा हैन महिलाहरू रोजगार गरिरहेका थिए। त्यो भाटभटेनी जलाउँदा ती युवा र महिलाहरू, ती काम गर्ने वर्करहरूको रोजीरोटी छैन। रोजीरोटी नभएकोले नेपालमा गरिबी भयो। त्यो गरिबी निवारण गर्ने भन्छ। के निवारण गर्नु? गरिबी कहिल्यै पनि निवारण हुँदैन। अमीर जति झन् धनी जति धनी हुँदै गए र गरिब जति झन्झन गरिब हुँदै गए। ट्याक्स दबाएर लिने, विकासको नाममा जिरो, हैन, घुसपैठ, जहाँ गए पनि जुन
काम गराउन गए पनि मालमा जाऊ उही पैसा, नाति शाखामा जाऊ उही पैसा माग्छन् र यो सरकारले खोइ के गर्न खोजेका हो थाहै भएन। तर यस्तो घुसपैठ यो राम्रो होइन। अहिले थाहा भयो, हेर्नुहोस् कति पैसा जले मन्त्रीहरूको घरमा, कति जलाए। ती पैसाले विकास गरिबहरूको लागि रोजगार हैन गरेको भए आज यस्तो हुने थिएन होला। तर मरेर ती सबै ती पैसाहरू लिएर उहाँ स्वर्गमा गइरहेन, त्यो सबै धन सम्पत्ति जम्मै छोडेर गइन्छ। तर यो गर्नु धेरै नै पाप हो। यो गर्नु जनतालाई झुक्याउनु, घुमाइ फिराइकन लोभ लालच देखाएर रक्सी दिएर बाइकमा पेट्रोल भरेर भोटको बेलामा मासु दिएर घुमाइ फिराइकन आफ्नै सरकार ल्याउनु यो गलत कुरा हो। अरूलाई पनि चान्स दिनुपर्छ। खोइ के अरूले कहीँ राम्रो गर्छ कि जनताहरूले पनि पुरानो पार्टीहरूलाई काम गरिरहेको देखिराख्नु भएको छ। अब नयाँ पार्टीलाई पनि अवसर मौका दिई संसदसम्म पुर्याउनुहोस्, हेर्नुहोस् के कस्तो गर्छ। ल ठिकै छ, मैले यति 2 शब्द हजुरहरूको सामने राखेको छु। गल्ती भए क्षमा गरिदिनु होला। ओके, बाई बाई।